हात हटाउन हात हामीसँग अब यात्रा यहाँबाट सुरु हुन्छ हामीसँग अब यात्रामा हामीसँग जोडिनु होला हामी अब यताबाट जाने कि उताबाट जाने भन्ने कुरा बाघ कतालाई भेट्छौँ भन्ने कुरा बाघ जतालाई भेट्छ हामी त्यतै जान्छौँ अब स्यालले बाघ भेट्नुलाई स्यालले ममा सिंह म चाहिँ ल सुरु भयो है बोका मुटिनु ल रेस पर्दैछ ल अझ के बोल यस्तै हिँड्छौँमा जस्तै हो आजको कतिको जोस् ल पह ल अनि यताको नाम के हो तिम्रो भनिदेऊ मेरो नाम एलेक्स है तिम्रो अङ्कलको नाम सोध्दै हेरेको मेरो नाम चाहिँ सिरी बित्ते हसी साह्रै थाक्नु हो क्या फर्स्ट सिरी के भनिदिनुहोस् या आज हामी यहाँ बागद्वार गयो कता हो कहाँ बालकुमारी नाम त बागद्वार दिएको अब जाने कता आज हामी शिवपुरीको सबै डाँडा रातभरि हिँडेर भोलि बिहान रानी यतापट्टि बस्छ न यतापट्टि यस्तो बाटो चित्त बुझ्दैन क्या हामीलाई यस्तो बाटो चित्त हामी यस्तो बाटो चढ्ने मान्छे परेन है ल के हो सुप्रितको कल हाम्रो परिले पानी खाँदैछिन् चिकम निल्यो रे कुरा सुन्नु न मात कहाँ यहाँबाट कहाँ निस्किन्छ त्यहाँबाट चढ्ने हो र चढ्ने माम्स हामी यहाँबाट चढ्दिने अब हाम्रो यस्तो यो नर्मल भयो क्या हामीलाई यस्तो हाइकिङ नर्मल अब यहाँबाट चढ्दिने ल साँच्ची सिक्रेट आफ्टर सेक्स होइन के अरे ल तिमीले सेक्सै नगरेर हो कि कोसँग आएको अरे अनुज्ञासँग कस्तो हिँड्न आएको ए भान्जा यो भगमा जान्छ नि फेरि अहिले कोसँग गएको अरे उसको पहिलाको साँचो मानेसँग आजलाई मेमोरी हिट हानेर बिहान बिहान मामा दोष आज हाइकिङ जाऊँ न त कहाँ जाऊँ भन्दा शिवपुरी किन भन्दा मलाई कस्तो मेरो पहिलाको मागेको याद आयो मलाई मेमोरी ताजा गर्नु पर्यो भनेर आएको हामी हो कि त्यो भएको त अस्ट्रेलिया जान्थ्यो अरे मा तिमीलाई भिजा दिनु पर्यो नि मैले के हो मा म्याथै भनिहाल्नु पर्थ्यो है तिमीलाई कति राम्रो बाटो अन्त के गर्नु तपाईँको छोरालाई सुधार्न सकिनँ है मैले यस्तै भयो हेर्ने सिधा बाटो हिँड्न मन लागेन अरे गाइजलाई ढुक्क सुप्रितको कन्डो त जहिले आउनु भयो भिडियो सुप्रितको कन्डो क्या ठाडो पारेर उक्लिन्छ सुप्रित
नेभर एन्डिङ उकालो बाबा मेन्टल हेल्थ बनाउन आएको मैले साँच्चीको हेल्थै बिग्रेर जस्तो भइसक्यो को लौडी हो मैले दमै होला जस्तो म चाहिँ उकालो फर्किँदा उकालै सिद्धिन्न त यार कति हो झर्नाको क्या मिठो साउन्ड आएको छ सुन न झर्नाको साउन्ड सुन न कस्तो भइरहेछ माम्स एकदम राम्रो यार मैले दमको रोग लिङ्स खेला जस्तो भइसक्यो मान्छेले 61 केजी थिएँ फर्किँदा 55 हुन्छ जस्तो भइसक्यो के आइरहेछ गङ्गु बादर जस्तै छ चर्चिकला नि जस्तै गन्तव्य धेरै लामो छ यहाँ आउने नि हिमालय स्टेसन यसरी जाने कि आयुष ल फाइनली हामी आइपुग्यौँ होइन हामीले हाम्रो 4 घन्टाको यात्रा कम्प्लिट गऱ्यौँ ननस्टप हिँडेर होइन तर हामी अझै पनि हिँड्नु हामी अझै 4 घन्टा हिँड्यो भने हिँडिदिन्छौँ फेरि हामी त्यस्तो इनर्जी मान्छे हो फेरि होइन सुबित त सक्दैन लट्ठी बोकेर आएको छ हामी चाहिँ मामा भन्दै चाहिँ सक्छौँ फेरि सुबित त लङ्गडै भइसक्यो सबलाई दर्शन गर्नु होला तातो तातो नुनको पानी छ होइन मन्दिर ल तपाईँहरूको लागि ल ल भिडियो नभएर चाहिँ क्या ल हेर कालेको गुप्तवास हो यो पुरा गुफा ल धुनी त कहिले होइन क्या फेरि ल ह्यान्डसम देखा है कालेलाई बालक बालक ल